साथीहरू कनेक्ट नेपालमा स्वागत छ। मलाई के आज एउटा इमेल आएको थियो क्या, यो चाहिँ लिङ्कडिनबाट आएको थियो होइन। तपाईँलाई त म लिङ्कडिनमै देखाउँछु त्यो है। अनि त्यहाँ चाहिँ एकजना एजेन्सीबाट चाहिँ धेरैजनाको हायर भइरहेछ क्या, मान्छेहरूले खोजिरहेको रहेछ है। त्यो त म तपाईँलाई देखाउँछु है त, त्यो म तपाईँलाई देखाउँछु है। सो यो इमेल आएको थियो मलाई लिङ्कडिनबाट। अनि त्यो चाहिँ मैले चाहिँ कुन जब रहेछ भनेर हेर्दाखेरि यो मान्छे चाहिँ मैले भेटेँ है, एभेलिना जोर्जिया है त, जोर्जिएभा भनेको छ है। यसले चाहिँ के गर्दछ भने हायर गर्छ यसले है। यो यहाँ पनि भेट्नुहुन्छ तपाईँले, यहाँ पनि भेट्नुहुन्छ तपाईँले, यहाँ पनि भेट्नुहुन्छ। अहिले म तपाईँलाई देखाउँछु पनि है। के हुन्छ भने तपाईँले कुनै पनि जबमा एप्लाई गर्नुभयो भने तपाईँलाई चाहिँ यसरी आउँछ, यही मान्छेले पठाएको तपाईँले देखाउँछ हेर्नु, हेर्नु इन्टरभ्यू। तपाईँ के सेलेक्ट हुनुभयो भने तपाईँलाई इन्टरभ्यू आउँछ नि त, यसरी हेर्नु, एभेलिना जोर्जिएभा यसरी आउँछ इन्टरभ्यू। बुझ्नुभयो? यो साथीले चाहिँ डेरी फार्मको लागि एप्लाई गरेको थियो ओके। र इन्टरभ्यूमा तपाईँ पास हुनुभयो भने तपाईँलाई वर्क पर्मिटको लागि आउँछ यसरी। यो साथीलाई अब एउटा हेल्प चाहिएको थियो, उहाँको अफर लेटर आएको छ, वर्क पर्मिट एप्लिकेसन यसरी आउँछ क्या ओके। सो यसरी नै आउँछ। सो तपाईँले चाहिँ के गर्नुपर्छ, स्टेप पनि तपाईँलाई सिकाउँदैछु ल, कसरी एप्लाई गर्ने तपाईँले सिकाइदिइरहेको छु क्या। र स्टेप पनि सिकाउँदैछु। र सबै लिङ्कहरू चाहिँ तपाईँ यहाँ पाउनुहुन्छ कनेक्ट नेपालमा। जस्तै यो भिडियो यता क्लिक गर्नुभयो भने योभन्दा एक स्टेप अगाडि तपाईँले चाहिँ पाउनुहुन्छ लिङ्क ओके। भिडियोको लिङ्क तपाईँले पाउनुहुन्छ एप्लाई गर्नको लागि है त। र हेर्नु यसले के खोजिरहेको छ भने वेयर हायरिङ कार मेकानिक। तपाईँ कार मेकानिक हो भने अब ब्रान्डेड कारहरू, युरोपको ब्रान्डेड कारहरू छ, तपाईँसँग एक्सपिरियन्स छ त भने गर्नु होला। नभए छैन भने यहाँ फार्म मेसिनरी अपरेटर, एक्सपिरियन्स इन अपरेटिङ इन मेन्टेनिङ मोडर्न एग्रिकल्चर इक्विपमेन्ट भनेको तपाईँलाई मोडर्न इक्विपमेन्टहरू चलाउन आउँछ, तपाईँ त्यसमा एप्लाई गर्न सक्नुहुन्छ है। अब स्टिल फिक्सर, यो स्टिल फिक्सरमा धेरैजना मान्छे सोधिरहेको छ यसले है। स्टिल फिक्सर तपाईँलाई छ, तपाईँको एक्सपिरियन्स छ स्टिल फिक्सरमा, हेर्नु त सोधिरहेको छ यहाँ है त। सो सटरिङ कार्पेन्टर ओके। सो यो दुईटा स्टिल फिक्सर र सटरिङ कार्पेन्टर तपाईँ एप्लाई गर्न सक्नुहुन्छ। र अर्को यो सायद यो कार मेकानिक अब यति हामीसँग तपाईँहरूसँग छैन होला जस्तो लाग्छ, यो यस्तो यो ठुल्ठुलो गाडीहरूको एक्सपिरियन्स है। तर तपाईँलाई फार्म मेसिन अपरेटरहरूको यस्तो थाहा छ भने तपाईँले यसमा पनि एप्लाई गर्न सक्नुहुन्छ है त। नभए तपाईँलाई यहाँबाट थाहा छैन, तपाईँले डेरी फार्ममा यहाँबाट एप्लाई गर्न सक्नुहुन्छ। डेरी फार्ममा गरेर तपाईँले एप्लाई गर्न खोज्नु सक्नुहुन्छ, यहाँ जबहरू तपाईँले भेट्नुहुन्छ, टन्नै भेट्नुहुन्छ होइन। अनि तपाईँले एप्लाई गर्न सक्नुहुन्छ। जस्तो डेरी फार्ममा लेख्नु ल, यसले छ 0 यहाँ देखायो, मिस्टेक हो, 0 देखाएको छैन, धेरै छ। 57वटा जब छ देख्नुभयो, हेर्नु 57वटा जब। कुनै जबमा तपाईँले एप्लाई गर्नु, डेरी फार्मेसी लेख्नु, यहाँ क्लिक गर्नु, इमेल आउँछ, यहाँ इमेल छ होला, हेर्नु इमेल छ, यो इमेललाई हेर्नु, प्लिज फरवर्ड यो सिभी। यो सिभी तपाईँले आफ्नो यो इमेल आइडीमा पठाउनु, द्याट्स इट, सक्यो। तपाईँले नि एप्लाई गर्ने हो होइन। अनि तपाईँले एप्लाई गरेपछि इफ तपाईँ सिलेक्ट हुनुभयो भने तपाईँलाई इन्टरभ्यूमा बोलाउँछ। इन्टरभ्यूमा बोलाउने यसरी नै हो। र इन्टरभ्यू तपाईँ पास हुनुभयो भने तपाईँको वर्क पर्मिट आउँछ यसरी, बुझ्नुभयो? वर्क पर्मिट एप्लिकेसन आउँछ, बुझ्नुभयो नि। सो तपाईँले एप्लाई गर्ने हो ओके। र सबै अब अर्को कुरा, जस्तै कतिजनाको भिजा वर्क पर्मिट आयो भने तपाईँले मैले अस्ति पनि देखाएको थिएँ है, यो पनि मैले लिङ्क छोडिदिन्छु। यो लिङ्कबाट यहाँ आउनुभयो, यहाँ क्लिक गर्नुभयो भने तपाईँले देख्नुहुन्छ 124 जनाको वर्क पर्मिट आएको छ, 24 जनाको चाहिँ रिजेक्ट भएको देखिन्छ, 124 जना नेपालीको चाहिँ आएको देखिन्छ बाई पर्मिट बाई नेसनालिटी। यहाँ क्लिक गर्नुभयो भने ओके। सो तपाईँले खोज्ने तरिका यही हो, सबै जब कुनै पनि जब्स खोज्ने तरिका तपाईँको यही नै हो भनौँ, योभन्दा अर्को कुनै जब खोज्ने तरिका छैन है। र के गर्नु भने तपाईँले चाहिँ यहाँ आएर चाहिँ डेरी जुन जब हो नि त्यही जब लेख्नु, यहाँ जुन जब हो त्यही जब लेख्नु, अनि 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 एप्लाई गर्नु है त। र म के गर्छु भने नि तपाईँको मैले यो अगाडिको छ नि, यो मैले यो त राखिदिन्छु एउटा, र यो लिङ्कहरू राखिदिन्छु है त तपाईँलाई एप्लाई गर्नको लागि। साथीहरू यहाँसम्म हेरिदिनु भयो, धेरै धेरै धन्यवाद।